नमस्कार शिवारू मेरो मलाई माया गर्ने सम्पूर्णलाई आज म चौरस्ताको सानो दर्शन देखाउन गइरहेको छु है। यो चाहिँ आज आला रेस्टुरेन्ट हो र यो तेर्सो जाने बाटो चाहिँ तुङसुङ जाने बाटो हो है। हजुरहरू तेर्सो तुङसुङ जानुहुन्छ। अन्त के छ भने हजुरले यो चाहिँ यहाँ तेर्सो तपाईँ जानुभयो भनेदेखि चाहिँ तपाईँ तुङसुङपट्टि जानुहुन्छ। तेर्सो यहाँनिर उता गएपछि एउटा उकालो ओह्रालो जाने बाटो छ है। तपाईँलाई देखाउँछु। हेर्नुहोस् यहाँनिर सिमेन्ट बाटो बनाइराखेको छ। कति राम्रो सुन्दर देखिन्छ। आजकल पहिला जस्तो छैनन्। अनि चाहिँ हेर्नुहोस् बेकरीहरू तपाईँ आएर यसो बेकरी चिया पनि खान सक्नुहुन्छ। बिस्किट चिया केक इत्यादि पाइन्छ है। यहाँनिर बेकरी थुप्रै छन्। जस्तै हेर्नुहोस् मुस्कान बेकरी। यहाँ चाहिँ दिदी साग बेच्नुहुन्छ, सब्जी बेच्नुहुन्छ, उहाँबाट पनि लिनुपर्छ। यो चाहिँ हजुर हन्टेड हाउस भनेर भनिँदो रहेछ। हुन त म त बसेको छुइनँ तर त्यहाँनिर यस्तो निकै लाग्दो छ। लोकल जाने बाटो चाहिँ टिभी टावर जाने हजुर। तेर्सो जाने चाहिँ शेर्पा गुम्बापट्टि जान्छ भन्छ होइन, जान्छ। तेर्सो चाहिँ चौरस्ता र यो चौरस्ताको फोटो हेर्नुहोस्। यो ग्लेनेरिजको फोटो। यो चाहिँ महाकाल डाँडाको यो चौरस्ताकै हो। यो चौरस्ता